सिट उडाउँदाखेरि इन्जिनमा त्यो मुढामा परेर दुई टुक्रा भइदिने कि बाइक मलाई कुरेर बस्नु छ उल्टो मैले जाम दाइ भन्दिनँ अहिले कस्तो है म त्यहाँ रहेछ के त्यहाँ रहेछ कि रहेछ यो तालको दृश्य है हेर्न सक्नुहुन्छ तपाईँहरू अनि हेर्ने कि क्या चस्मा निकालेर फेरि तल नसमा मेरो हेलमेट हेरी यसले त प्लास्टिक लाएर हेलो नमस्ते म फेरि पनि आइसकेँ ट्याप्प लाएर रात बचाएर अहिले चाहिँ म पेट्रोल हाल्न जान लाग्यो आज हाम्रो शनिबार राइड हो है शनिबार राइड पेट्रोल हाल्न राइड पनि यहाँ रहेछ पेट्रोल हाल्न रस्सी हाने केटा हो रस्सी बाइकर्स फेरि जान पर्ने हुन्छ यो म चाहिँ बाइकर्स बोकेर आइसकेँ होइन भाइ टक्क अब यहाँ बाइकहरू यो लिमोटोहरू मन पऱ्यो कि मलाई भन्नुहुन्थ्यो यो हेर्न आएको म लिमोटो हो नि त होइन ल अब जानुपर्ने हुन्छ बाहिर बाइकहरू लाइनमा छ आइस भाइ नि आइसकेको छ त्यहाँ यो बाइक मलाई चढ्नु भनेको छ दाइले आफै चढ्न सक्नु भएन र ठिक छ हाम्रो बाइकहरू त्यहाँ छ दादा त्यहाँ हुनुहुन्छ ल अब जाने बेला भेट्नुपर्छ एक त लाए त झ्याप्पै जादु हो कि जादु सघाउँदाखेरि अहिले आउनु है ओके ल ल दादा अगाडि हुनुहुन्छ म पछाडि छु गाइजहरू पछाडि छ ब्रेक लगाएको थिएन सधैँ चलाइदिएको त मिठो ब्रेक लगाएको थियो यार हामी चाहिँ बाइकर्स पोखराबाट हिँडिसक्यौँ अहिले चाहिँ नयाँ बजारको बाटो हामी न्यु रोड जानु लाग्यो दाइले हडक गऱ्यो भन्नुभयो के भन्नुभयो म त सुनिनँ यार कि नरन्काउ भन्नुभएको है नि दाइले सायद आई थिङ्क त्यही होला झ्याप लाग्यो हजुर स्टफी जान्छ क्या दाइ स्टफी जान्छ क्या हो बाइक घोस्दै भयो हामी कहाँ जान लाग्यो सही हो बागलुङतर्फ लाग्यो बागलुङ बस पार्कतर्फ ओ दिदी झन्डा लोट्नुभएको दिदी झन्डा लोट्नुभएको हाम्रो दिदी हामी चाहिँ यता टाढाबाट उता बल्ल ट्र्याकतिर जाने कुरो छ हेरौँ के हुन्छ अब है जाउँतिर लेट्सी के हुन्छ अब हामी यहाँबाट जाम आइसोमा जान्छु अगाडि के हुन्छ तीनजना चढेर आएन सरकारी बाइक चाहिँ यहाँ के हो यस्तो यहाँ फुल मन्दिरहरू हो मन्दिर फुल मन्दिर
मेतलाङबाट झर्ने हो उताबाट गएको भने चाहिँ हुने त्यही भएर हो हामी तल आएको हेलो आहा लेकको भ्यू हेरौँ त आहा कस्तो दामी कतितिर चेकिङ भयो नि यता हो केटा हो यता हामी बामे आइसक्यौँ गाइज त्यहाँबाट यहाँसम्म आउने यति 15 मिनट भइसक्यो कसरी कम गर्ने होला सकिँदै नसकिने काम गर्नु तालको दृश्य है हेर्न सक्नुहुन्छ तपाईँहरू अनि हेर्ने कि क्या चस्मा निकालेर फेरि तल फर्स्टमा मेरो हेलमेट हेरी यसले त प्लास्टिक लाएर ओडाएर राखेको छु मैले निकालेर फालिदियो भने के हुन्छ मच्छी मारिन्छन् मच्छी हाम्रो आयुष जाम दाइ मलाई कुरेर बस्नु छ उल्टो मैले जाम दाइ भन्दिनँ होइन कस्तो है म त्यहाँ रहेछ के रहेछ रहेछ सकिन्न हामीले सकिन्न नसोचे नि हुन्छ हामीले सकिन्छ भनेर नसोचे नि हुन्छ म त खतरा रहेछ त यार औडा रहेछ त बाइकै गर्ने खाल्टो बनाइदियो है बाइकै झप्पै भित्र सबै है त हामी चाहिँ अहिले ट्र्याकमा आइसक्यौँ ट्र्याक चाहिँ यी सोचेको भन्दा नि खतरनाक रहेछ यार टायर यी कसरी चढाउने यस्तोमा म त सक्दिनँ यस्तो चढ्दैन मेरो त चढ्दैन
काठमाडौँको कस्तो भयो मजा आउँथ्यो यहाँ त मजा आउनु यहाँ त मलाई काठमाडौँको बरु दामी लाग्छ मलाई गड टेम्पल यो त भएन यार थैट सोचेको भन्दा नि खतरा रहेछ यो त हान्नै मलाई आमाले त दुई टुक्रा भइदियो नि क्यार नि त्यहाँ बाँसमा भ्याच्छ इन्जिन टेकेर आइस झ्याप्प उडाउँदाखेरि इन्जिनमा त्यो मुढामा परेर दुई टुक्रा भइदिने कि बाइक त्यो पो सोचेँ अहिले त म त यार ठिक छ एकचोटि चाहिँ हान्छु त्यसपछि गर्दिनँ म एकचोटि यहाँ कुदाउनु चाहिँ अलि कस्तो लाग्यो यहाँ कुदाइन अब हामी उता गइन्छ अब वनतिर सट्टा लगाएर चारजना दाजुभाइ है ल यसो कसैले स्पोन्सर गऱ्यो भने खेलियो न त खेल्दिनँ म त है ल अब यताबाट कता गइन्छ हामी थाहा छैन हामी त्यहाँबाट निस्किसक्यौँ हिँडिसक्यौँ यहाँबाट यो बाटो झ्याउ लाग्छ कि मलाई यस्तो बाटो फेरि हेर आज भ्याक्सिन लगाएर म भिजाउँछु कि पानी हातै दुःख त सकिन म त
खस्यो के दाइ चल्दैछ मेरो पहाडी के हो फुस्क्यो जस्तो हो यार मेरो बाइक त हिँड्दैन नि त्यसरी त ब्रेक पनि कोयल भइसकेछ मेरो त कस्तो चिप्लेको खतरा चिप्ले है आहा हात दुखेको बिचरा फुल बटारेर गइदेऊ न यहाँबाट स्पिड लयो भने चढ्दैन कि यस्तो बाटो तिमीले मलाई हेर्ने मैले तिमीलाई हेरेको हेरै गर्ने सल्लाह धुपैले सिट म धन्दै कन्टेन्ट भइसकेको थिएँ त्यहाँ ए तान्न पहाडी हिँड्न पर्यो फिज रोड म त वास्तै नगरेको यार म त वास्तै नगरेको दामी देखिरह यार हजुर है पहिला आएन यार म यता यार
जान्दा कता हो जाने अब ए बस्न लाउनु भयो खाजा खानेकुरा केही पनि पाइएन हामी हाततिर हिँडेको अहिलेलाई चाहिँ आहा कस्तो ब्युटिफुल घर है हामी त अर्को भेगमा पो आइयो त घुम्दै आइयो हामी त घुम्दै पो आइपुग्यो गाइज हो है हो यतिको ठिक हुन्छ कि एङ्गल तर के गर्नु छैन फेरि एङ्गल त्यस्तो यहाँ बस्नु त्यसो भयो यता अघि मामा आउनु भएको थियो अरे पोखराको भ्यू पोखराको गरेबाट हामी त्यहाँ निस्किनु परेन कस्तो
चलिरहेको स्कुटर सेभ होइन है सेभ ल त गाइज हामी आयो ह्याप्स हान्नु अब ह्याप्स हान्न कता हुन्छ हेरौँला एकदम बेस्ट है त्यो भएर हाम्रो पनि अब यताउता जता हिँड्नेलाई पनि यो बाटो परेको बेलामा खाना नखाएको ठाउँ पहिल्यैबाट मिठो पनि एकदम स्वादिष्ट हाम्रो नाग्लो थकालीको खाना भएको बेलामा बोल्नै परेन ट्याक्सी दादा बोल्नुहुन्छ है यही नाग्लो थकालीमै हो है चाखम गाइस तिमीहरू अरू अगाडि त पहिला खाइसकेको तिमीले खाइखाँदैन के दाइ खाएँ फर्स्ट टाइम एकदम दाइ खाना चाख अनि त्यसपछि के कस्तो छ ट्याक्क दिने नि खानासाना पनि खायो अनि त्यसपछि अब चट्ट पारेर जानुपर्छ कोठातिर रुमतिर अब आजलाई पनि स्थगित हुन्छ होला आयुष यहाँसम्म भ्याक्स दादा आउनु भएको छ है त अब हामी यहाँबाट जान लाग्यो भाषा खायो मजा आयो च्याप्प लाएर भाषा खायो मजा आयो च्याप्प लाएर खाउ खानु पर्ने हुन्छ जाने हो च्याप बोलाएर मामाहरू आउने हो नकुदाउने रहेछ कुदाउनु हुन्न क्या यसरी मामा आउँछ आनन्दै BMX साइकल चिथार्ने राँडीका बान धन्न मारेको यार त्यसले मलाई यार गयो 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 गयो
आइयो है त अब घर घर देखाउँछु चाहिँ घर आउन लागिसक्यो अब चाहिँ भिडियो गाइज है बल्ल बल्ल एडिट गरेर भ्याएको हो एडिट गरेर भ्याएर हालेर यताउति गरेर त्यही हो सकियो भिडियो आजलाई अब सेन्जाको भिडियो आउँछ त्यही हो सेन्जा रेसको भिडियो आउँछ रेसको असार 15 को आज कति हो ल बाई